हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। इट्स मी नानु। हजुरहरूको के छ खबर? मेरो चाहिँ ठिक छ। आजको यस भिडियोमा मैले ट्रेडिसनल लुक लिएर आएको छु, जसमा ट्रेडिसनल लुकको कपडा चाहिँ यो अनारकली व्हाइट कलरको अनारकली सेट रहेको छ। जुन आजको यस भिडियो चाहिँ मैले एउटा मेरो भ्युअरले चाहिँ सजेस्ट गर्नुभएको थियो। सायद उहाँ चाहिँ इन्डियाबाट हुनुहुन्छ जस्तो लाग्यो कमेन्ट देखेर। जस्तो मलाई आउँछ मैले त्यस्तै किसिमले बनाएको छु भिडियो। लास्टसम्म हेरेर साथ सपोर्ट गरिदिनु होला। फर्स्टमा चाहिँ मैले कपाललाई हल्का ओइल लगाएर यसरी बाटेको छु। जस्तो मलाई आउँछ त्यस्तै किसिमले बाटेको छु। मलाई यस्तै आउँछ, त्यही भएर अनि मैले त्यो बाटेको कपाललाई क्लिप लगाइदिएको छु पछाडि, जुडो टाइप बनाउनको लागि मैले त्यस्तै गर्ने गर्छु। त्यही भएर अनि यो व्हाइट कलरको अनारकली सेट चाहिँ मैले ट्रेडिसनल लुकमा लगाएको भनौँ। अनि ट्रेडिसनल लुक चाहिँ अब साडीमा लगाइन्छ। साडी चाहिँ लाउन आउँदैन मलाई, त्यही भएर मैले अनारकली ठिक होला जस्तो लागेर लगाएको। फेरि अनारकलीमा अब यो चुडाहरू बेङ्गल्सहरू लगाउनको लागि फुल छ अनि खासै देखिँदैन, त्यही पनि मैले दुईवटा लगाएँ। मनपर्छ अनि लगाइहाल्नु पर्यो। त्यसपछि झुम्का, व्हाइट कलरको झुम्का लगाएँ, जसमा चाहिँ अनारकलीमा सुट हुँदै थियो त्यही किसिमले। अनि अस्ति नै चाहिँ को भिडियोमा चाहिँ मेकअपको भिडियो चाहिँ मैले ल्याइसकेको छु, आफ्नो मेकअप कसरी गर्छु भनेर। त्यही हो, त्यही भएर मैले यो भिडियोमा खासै चाहिँ केही देखाएन, केही छैन नयाँ। त्यही हो मेरो मेकअप गर्ने स्टाइल, त्यही किसिमले मैले मेकअप गर्ने गर्छु। त्यही भएर अनि हेयर चाहिँ यस्तै बान्ने गर्छु, प्रायः यस्तै राम्रो देखिन्छ भनेर। अनि लिपस्टिक चाहिँ मैले आज अलग लिएको छु, अस्तिको भिडियोवाला लिपस्टिक होइन, राम्रो देखिन्छ जस्तो लागेर लिएको हो। अब टिका बिना त कहाँ राम्रो देखिनु लुक, कालो टिका। अनि आजको भिडियोमा चाहिँ आई स्याडो लगाएको छु। अब लाउन जाने कि जानेन, तर लाउन लगाएँ, राम्रो देखिन्छ भनेर लगाएँ मैले। अनि मेरो भिडियो जहाँबाट हेर्दै हुनुहुन्छ हजुरहरूले सब्सक्राइब गर्न नबिर्सिनु होला। सब्सक्राइब चाहिँ गरिदिनु होला, कन्जुसाइ नगर्नु साथीहरू। भर्खर भिडियो बनाउन सिक्दैछु, अनि साथ दिनु होला हेरेर। सब्सक्राइब पनि गरिदिनु होला, लाइक पनि गरिदिनु होला हैन। अनि मेरो लुक चाहिँ यस्तो भएको छ यो व्हाइट कलरको अनारकली सेटमा। मेरो ट्रेडिसनल लुक चाहिँ यस्तो सिम्पल भएको छ। कस्तो लाग्यो हजुरहरूले हेरेर भन्नु होला। कहाँदेखि हेर्दै हुनुहुन्छ मेरो भिडियो कमेन्ट पनि गरिदिनु होला। अनि जसले मेरो भिडियो आजसम्म हेर्दै आउनुभएको छ सबैलाई थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। अनि